हाम्रो ठाउँ दैलेख जिल्लाको दुल्लु नगरपालिका एरिया नम्बर 9 मा एउटा सानो सदस्यपन कार्ड ल्याएर निर्वाचनीय चुनाव लडेकै थिएँ। त्यो लड्दा मैले उहाँहरूलाई भनेकै हो, भ्रष्टाचारी नगरेर भ्रष्टाचार गर्नेहरूलाई अन्त्य नगरेर देश बन्दैन। त्यो भएर एउटा राम्रो शिक्षा र राम्रो विकास गरौँ भनेर त्यो ठाउँमा भन्दा नगरपालिकाको मिटिङ पनि बसियो। त्यहाँ ठुल्ठुलो मिटिङ यो उसको बारेमा लेतो सम्बन्धीको बारेमा बस्दा उहाँहरूले भन्नुभयो कि 1,000 रुपियाँ एकजना प्रत्येकलाई बाँटेर उहाँहरूले त्यो लेतो सम्बन्धी एरिया नम्बर 9 को छपाते भन्ने ठाउँमा बनाउने भन्ने निर्णय गर्नुभयो। मैले त्यहाँमा के भनेपछिमा लेतो सम्बन्धीको बारेमा कुरा गर्नुहुन्छ भने त्यो लेतो त्यो दुर्गन्ध फैलाउने चिज हो। त्यहाँको जनमानसहरूलाई दुर्गन्ध जाने हो। त्यो जहाँ कि पञ्चकोशी क्षेत्रको ठाउँ हो, जो कि पर्यटन क्षेत्रको ठाउँ हो। त्योभन्दा उहाँहरूले पैसा खिलाएर पनि त्यहाँको जनतालाई त्यहाँको नेताहरू जनताहरू अनि सबलाई खिलाएर त्यो ठाउँमा लेतो सम्बन्धीको बारेमा उहाँहरूले पास गर्ने निर्णय राख्नुभयो। राखिसकेपछि मैले के भने लेतो भनेको त्यो गन्दगी चिज हो, त्यहाँ राख्न पाइन्न, त्यो गर्न पाइन्न भनिसकेपछिमा उहाँहरू अब त्यस्तो भन्ने मान्छेलाई त ठिक मान्नै हुन्न। जहाँ कि भ्रष्टाचार गरेर खाने नेपालको परिवेशै रहेछ। देश नेपाल शराबीको देश नेपाल। जसले राम्रो काम गर्न खोज्यो, जसले राम्रो देखाउन चाह्यो, त्यो गर्दा त्यो ठाउँ हाम्रो ठाउँ भनेको त एकदम कस्तो खाले रहेछ भन्नुहुन्छ भने अलिकता राउटे थिए। राउटे पनि अलिकता केही परिवर्तनमा गए। उनीहरूलाई सरकारले टिचर दिदियो, उनीहरूलाई युट्युबर दिदियो, उनीहरूलाई त्यो दिदियो होइन। हामी त राउटे भन्दा पनि तल्लो किसिमको मान्छे रहेछौँ भन्ने हाम्रो त्यहाँ हामीले के सोच्नु पर्यो भने त्यही सोच्नुपर्ने अवस्था आयो। जो कि त्यहाँ सरकारबाट आउँछ पार्टी प्रतिनिधि, पार्टीका मान्छेहरूलाई अनि रायत, गरिब, अति गरिब, मध्य गरिब, तिनीहरू भनेको तिनी ठुलाबडाहरूको हातमा पर्दो रहेछ। लेकिन उनीहरूलाई मात्रै पुग्दो रहेछ, उनीहरू मात्रै खाँदा रहेछन्। तलको मान्छेलाई त नाम आयोस्, लेकिन नाम केरेर पनि अर्का मान्छेलाई दिने उनीहरूको काम रहेछ त्यहाँको मान्छेको। त्यो भएर मलाई कदापि पनि त्यस्तो किसिमको परिवेश ठिक लागेन। नलाग्दा ठिकै भयो। अहिले के भयो त, त्यस्तो गरेका क्रियाकलापहरू गर्नुभयो। उहाँहरूले भएको थियो, जिएनजीले गर्यो, हिसाब किताब गर्यो, उसले पनि देख्यो बुझ्यो। सबै ठाउँको नेपाल अधिराज्यको 77 डिस्ट्रिक्टमै हेऱ्यो होला नि त। पुरा हेर्दा त्यस्तो सबै ठाउँको भ्रष्टाचार भेटाउँदै उसले छोड्ने कुरो भएन। जहाँ अनि कसैलाई तोडफोड, कसैलाई मारपिट, कसैलाई काटपिट गर्यो उसले। अब हामीले त भनेको कुरा त 1 कि 2 आन्दोलनै हुन्छ भनेर मैले भनेकै हो। लास्टमा भ्रष्टाचारको बारेमा के हुन्छ, हामी त भुटानी शरणार्थी जस्तै बनाउन खोजेका त्यहाँको नेताहरू, त्यहाँको जनताहरूलाई त्यस्तै बनाउन खोजेको। ठिक छ, हामी हेरिराखौँला नि त। के भयो त, विदेशमै कमाएर खाउँला। बासी त त्यहाँकै हो नि, रविवासी हो नि। होइन भनेर कसैले सक्ने होइन। प्रमाणपत्र बनाइएको छ। जमिनमा नफल्ला, जमिनमा ड्रिल हानेर पेट्रोल ग्यास निकाल्छु भनेर तल पचायो भने के भयो? जग्गा भोलि बिहान मूल्य आउला नआएसीमा रोडको जिन्दगी छ। भारतमा कमाएर खाउँला नि, के छ, खानालाई कसले रोक लगाउने हो र? त्यो भएर त्यस्ता किसिमको हाम्रो ठाउँको मान्छेहरू छन्। अनि पाखाबाद त्यस्तो किसिमको आएको बसेडोहरू, आफै कक्लक्कै खाइदिनेहरू। अनि त्यस्ताहरूलाई त्यहाँको त्यो जनताले सपोर्ट गर्दो रहेछ। अनि मैले भनेका कुराहरू त के भन्यो भन्छन् भनेपछि अरे यसले भन्यो भनेपछि यसलाई पनि चाहियो, मलाई चाहिएको थिएन होइन। त्यो भएर मैले त्यो भनेको। तपाईँहरूलाई म यो भिडियो कस्तो लाग्यो, के लाग्यो, तपाईँहरूलाई राम्रो लाग्यो भने लाइक गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्। ठिक छ, ओके, बाई।